के गर्दै श्रुति तिमी? दिजु यो घिउहरूको यति धेरै डिमान्ड आयो के हाम्रो गीताजीले बनाउनुहुन्छ नि यो प्योर अस्ति हामीले मगाएको घिउ यस्तो 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 घिउको के यो घिउको बत्ती। अब म यो घिउको बत्तीको बारेमा भन्छु है साथीहरू। हरे कृष्ण। सबैभन्दा पहिला यो घिउ चाहिँ यो घिउको बत्ती चाहिँ सुरुमा हामीलाई गीताजीले म मेन्सन पनि गरेको हुन्छु, त्यहाँ हजुरहरूले हेर्न पनि सक्नुहुन्छ। उहाँले हामीलाई यत्तिकै ल्याएर सन्तोषी माताको लागि भनेर दिनुभयो। दिइसकेपछि धुप त अब जस्तो पाए त्यस्तो हामीलाई चित्तै बुझ्दैन दिजु हैन, तर यो धुप पहिलोचोटि बालेपछि यति राम्रो यति आनन्द आयो। यो घिउको बास्ना, यो घिउको क्वालिटी, यो बत्तीको क्वालिटी, हरेक चिज र यति राम्रो लागेपछि उहाँलाई हामीले प्रस्ताव के राख्यौँ भने हामीलाई यस्तो धुप यस्तो घिउको बत्तीहरू बनाएर दिनु न त भनेर हामीले त्यो प्रस्ताव राख्यौँ हैन। त्यो राखिसकेपछि उहाँले सुरुमा 10वटा 20वटा यस्तै गरेर दिनुभयो। त्यसपछि एउटा गरेर लाँदै हुनुहुन्थ्यो। अहिले चाहिँ यति धेरै साथीहरूले मन पराउनु भयो। अस्ति लिएर आइदिनु भएको थियो उहाँले 50 डब्बा, अहिले सकिसक्यो। सस्तो पनि लाग्यो, राम्रो पनि लाग्यो, प्योर पनि लाग्यो। यो प्योर गाईको घिउको, यो चाहिँ चन्दनको यो सरी केसरको, यो चन्दनको धेरै फ्लेभरहरू छ के उहाँले बनाउने। यो चन्दन केसर पनि हामी आफै नै ल्याइदिन्छौँ। जसरी घिउ मगायौँ त्यसरी नै चन्दन केसरहरूको चाहिँ हामीले आफै नै मगाएर उहाँलाई दिएर अनि उहाँले आफ्नो हिसाबले बनाएर हामीलाई दिनुहुन्छ। त्यस्तै गरेर यो बाटेको धुप पनि यति राम्रो लाग्यो। यस्तो राम्रो छ यो बाटेको धुप है, यति मिठो बास्ना छ कि यति आनन्द आउँछ यो बाटेको धुप बाल्न थालेपछि। हतपति झट्ट कुनै कुरा पनि मन परि नहाल्ने दिजुको पनि स्वभाव, मेरो पनि स्वभाव भएको भएर यो धुपले चाहिँ अहिले एकदमै मार्केट लिइराखेको छ। गीताजी स्पेसली यो गीताजीको लागि हजुरको हातमा साँच्चीकै एकदमै राम्रो लक्षणको बास छ। हजुरले जुनै पनि काम गर्नुहुन्छ यति मजाले फिनिसिङ यति राम्रो छ यो बाटेको धुपमा। मैले कति पहिला देख्थेँ दिजु है, त्यो प्वाल परिरहेको, त्यो धुलो मसलाहरू झरिरहेको, तर यसमा मैले कतैबाट पनि देखेको छैन के। यस्तो फाइन काम छ, यस्तो जस्तो हामी खोज्छौँ नि त्यस्तै फाइन काम छ। अब यो घिउको पनि नि यस्तो मजाले, अब अहिले कति गर्मी छ हैन, अनि तर पनि यो घिउ पग्लिने गर्ने त्यस्तो केही पनि छैन के। त्यसले गर्दाखेरि साथीहरूलाई चाहिन्छ भने यो घिउ पनि अर्डर गर्नु होला। साँच्चीकै प्योर छ, राम्रो छ। र यो बाटेको धुप, अरू धुपको बारेमा त हामीले भन्नै पर्दैन, हजुरहरूले एकदमै मन पराइदिइराख्नु भएको छ। यो चाहिँ हाम्रै दिदी बहिनीहरू